स्वागत छ स्टेलालाई न्युटेलालाई मेरो युट्युब च्यानलमा। तपाईहरुलाई स्वागत छ गाउँघरको हाल खबर सहयोग। खाना कस्तो भयो आज? खाना एकदमै राम्रो, तर सहयोग दाल चाहिँ पानी मात्र उमालेको। सबभन्दा मिठो के लाग्यो? खाना चाहिँ पानी पानी सबभन्दा मिठो थियो। सबभन्दा मिठो के लाग्यो? सबभन्दा मिठो चिकन थियो। चिकन हैन, सबै नै मिठो थियो। अब यस्तो मायाले दिनु भएछ हैन हैन, हामीलाई सबै नै मन पर्यो। धेरै धेरै धन्यवाद। क्रिसमसमा के दिनु चाहन्छु मेसेज मेरो सब्स्क्राइबरहरुलाई? सब्स्क्राइबरलाई के दिनु केही छैन। सहयोग दाले यही शब्द भनिदिनु छ। सहयोग दा यतिको त राम्रै हो नि, राम्रै छ। ह्यान्डसम छ हाम्रो सहयोग दालाई। सहयोग दाको युट्युब च्यानलमा सहयोग दालाई के गर्नु, फलो गर्नु होला, सब्स्क्राइब गरिदिनु होला। प्लिज लाइक सब्स्क्राइब। सहयोग दाल चाहिँ पुरा हेल्प गर्नुहुन्छ है। सहयोग दाल चाहिँ पुरा हेल्प। मलाई युट्युबर भन्दाखेरि सोसियल वर्कर भनेर ज्यादा चिन्छ कि आजकल युट्युबर फेसबुकहरु बाजे खाली देख्छु, झगडा परेको देख्छु। धन्यवाद धन्यवाद, धेरै धेरै धन्यवाद हैन। हाम्रो टोलीहरु चाहिँ यहाँ छ, कता कता छ टोलीहरु सबै आफ्नो आफ्नो। बाइ बाइ। हेलो गाइस, स्वागत छ तपाईलाई सहयोग खौल युट्युब च्यानलमा। गाउँघर खबर सहयोग खौल। राजु चाहिँ मेरो घरमा क्यारल छ, पढानिर मन्डल ल्याएको देख्नु होला। त राजु चाहिँ हाम्रो चर्चको चाहिँ होइन, तर एचएससी चर्चको आउनुहुँदैछ र एकदमै दामी हुन्छ। जुडिँदै गर्नुहोस् सहयोग खौल युट्युब च्यानलमा। र क्यारलको भिडियो नबनाएको धेरै भएको थियो, आज चाहिँ क्यारलको भिडियो बनाएको छु। भेसबुकतिर सर्ट चाल्दैछु। एकदमै राम्रो राम्रो प्रोग्राम हुन्छ। हामी वेट गरिरहेको छौँ। ड्याडीमनको चर्चहरू आउनु, ड्याडीमनको सरी 15 एकरको चर्चहरू स्टेला बहिनीहरू आइपुग्न आँटेको छ। सो जुडिँदै गर्नुहोस् अहिलेको लागि सहयोग खौल युट्युब च्यानलमा। दादाको जन्म भएको छ, जसको नाम ह्यापी मेरी Happy Christmas! Happy Christmas! खै त मैले सुनिन है। Happy Christmas! Happy Christmas! तपाईहरुलाई धेरै धेरै धन्यवाद है। तपाईले हामीले स्वागत गर्नुभएको छ है। हामी तपाईलाई धन्यवाद भन्दछौँ। र हामी क्यारललाई हामी सुरु गर्नुभन्दा अगाडि हामी सुरुको निम्ति प्रार्थना गर्नेछौँ। र सुरुको निम्ति प्रार्थना चाहिँ छेमाले गरिदिनुहुन्छ। त्यही कारणले हामी ज्यादा चिनी खायो भने पनि गुलियो
ज्यादा खायो भने पनि तितो हुन्छ भन्छ है। तितो मात्रै कहाँ हो र, डायबिटिस पनि हुन्छ है। त्यही कारणले म तपाईँहरूको माझमा छोटो भए तापनि परमेश्वरको केही वचनहरू राख्न चाहन्छु। हामी क्रिसमस किन मनाउँछ भन्ने विषयमा चाहिँ म बोल्न मन लाग्यो। कतिपय चाहिँ हामी क्रिसमस भनेपछि चाहिँ हाम्रो दिमागमा के आउँछ भने चाहिँ बत्तीहरू बलिरहेको, अनि तारा झुन्डिरहेको, मजाले डेकोरेसनहरू गरेको, नयाँ लुगा लगाएको, त्यस्तोहरू हामी बुझिरहेको हुन्छौँ है कतिपय हामी क्रिसमस भनेपछि। तर खास क्रिसमस चाहिँ के हो भने चाहिँ क्रिसमस चाहिँ हाम्रो येशू ख्रिस्टलाई चाहिँ हामीले बिर्सिरहेका हुन्छौँ। उहाँलाई चाहिँ सेकेन्ड अवधानमा हामीले राखिरहेका हुन्छौँ है। पहिलो अवधा चाहिँ हामीले त्यो लाइट योपालि हामीले कसरी बनाउनु पर्ने, क्रिसमस कस्तो डेकोरेसन गर्नुपर्ने, कस्तो लाइटहरू लगाउनु पर्ने, क्रिसमस ट्रीहरू हामीले कसरी बनाउनु पर्ने, त्योहरूको विषयमा मात्रै हामीले सोच जय